आज म तपाईहरुलाई सुगर र प्रेसर दुवैको लागि यो भिडियो लिएर आएको छु। यो चाहिँ पर्वत आसना हो। एकदमै राम्रो हुन्छ हाई ब्लड प्रेसर र सुगरको लागि। त्यसैगरी फेरि तपाईहरुले योग मुद्रा पनि गर्न सक्नुहुनेछ। यो पनि एकदमै उत्कृष्ट योगासनामा पर्दछ। बिस्तारै तपाईहरुले यसलाई चाहिँ हामीले चक्की चलान आसना पनि गर्न सक्नुहुनेछ। यसले प्यान्क्रियाटिक ग्ल्यान्ड्सलाई राम्रो गराउने गर्दछ। नौका सञ्चालन आसना पनि तपाईहरुले आफ्नो योगासनामा समावेश गरिदिनु होला। पश्चिमोत्तासन गर्नुस्, बटरफ्लाई पोज, तेतली पोज, कोब्लर पोज पनि गर्न सक्नुहुनेछ। त्यसैगरी तपाईहरुले बद्धकोण आसना पनि गर्न सक्नुहुनेछ। त्यसैगरी तपाईहरुले यसमा चाहिँ चन्द्रवेदन, अनुलोम विलोम प्राणायाम र अर्कोमा चाहिँ तपाईहरुले शीतली प्राणायाम पनि गर्न सक्नुहुनेछ। लास्टमा चाहिँ तपाईहरुले भ्रामरी प्राणायाम पनि गर्न सक्नुहुनेछ शान्त मनको लागि। नमस्कार सबै साधकहरुमा, म तपाईहरुकै योगा शिक्षक शिव पोखरेलको तर्फबाट यहाँहरु सबैलाई शिव पोखरेल युट्युब च्यानलमा हार्दिक स्वागत गर्न चाहन्छु। सबैजना सन्चै हुनुहुन्छ? आज मैले तपाईहरुलाई एउटा एकदमै महत्त्वपूर्ण योगा भिडियो लिएर आएको छु जसको टपिक छ उच्च रक्तचाप र सुगरको लागि योग। योभन्दा पहिला मैले अलग-अलग उच्च रक्तचापको लागि र सुगरको लागि अलग-अलग भिडियो बनाएको थिएँ भने आज मैले दुईटै हुनेलाई रक्तचाप उच्च पनि हुने, हाइपरटेन्सन पनि हुने, सुगर पनि हुने, ब्याड सुगर पनि हुने त्यस्ताको लागि यो भिडियो तयार गरेको छु। त्यसकारण मेरो भिडियोलाई अन्तिमसम्म हेरेर लाइक, कमेन्ट, शेयर, सब्स्क्राइब गरिदिनु होला। बेल आइकनको घण्टी पनि बजाउन नभुल्नु होला ताकि तपाईहरुलाई लेटेस्ट नोटिफिकेसन मिल्नेछ र त्यही नोटिफिकेसनको आधारबाट यो भिडियोबाट भरपूर रूपमा पनि फाइदा लिन सक्नुहुनेछ। अब आज सुरु गरौँ आजको टपिक्सतर्फ। अब स्पेशली तपाईहरुले यो स्पेशल मैले बनाउनु कारण यो दशैंमा चाहिँ बढी मासु खाने अथवा रक्सीहरू खाने धेरै मानिसहरू चाहिँ खानपानमा चाहिँ अलि बढी तेलहरू बढी खाने भएको कारणले गर्दा चाहिँ सुगर प्रेसरको जोखिम हुने भएको कारणले गर्दा चाहिँ मैले यो भिडियो तयार गर्न लागेको छु। स्पेशली तपाईहरुले सुगरको बिमारी हुनुहुन्छ भने तपाईहरुलाई विभिन्न लक्षणहरू हुन सक्छन्, तपाईहरुले ख्याल गर्नु होला। त्यसपछि सबभन्दा अल्छी लाग्ने, एकदम शरीर चाहिँ लुलो हुने, त्यसै केही घाउहरू छ भने त घाउ निको हुनलाई एकदम टाइम लाग्ने। त्यस्तै गरेर फेरि तपाईहरुले पिसाबमा गडबडी हुने, कहिले पिसाब चाहिँ कम आउने, कहिले चाहिँ आइ गर्ने हैन, त्यस्तो अनियमित हुने पिसाबमा पनि। त्यसै गरेर फेरि पिसाब गरम जस्तो लागिरहने र त्यस्तै गरेर फेरि तपाईहरुको सुगर बढेको मानिसहरूलाई चाहिँ धेरै अल्छी लाग्ने हुनेछ, काममा जाँगर नलाग्ने भएको, खानाहरू प्रायः जसो सुगरको माध्यमबाट नोक्सान भएको भए धेरै कमजोर अवस्था हुने, धेरै शरीर पातलो हुने र पित्त दोष चाहिँ गडबड हुने हुन्छ यस्तो बेलामा। त्यही भएर चाहिँ यो सिम्पटम्स ख्याल गरिदिनु होला। हाई ब्लड प्रेसरको सिम्पटम्समा त तपाईहरुले चेस्ट एरियातिर दुख्ने, घुमाए जस्तो हुने, कहिले फेन्ट खाउन पनि सक्ने भयो। त्यसै गरेर फेरि अलि बढी शरीरमा चिरचिर हुने, शरीरमा पित्त दोषकै गडबडको कारणले पनि हाई ब्लड प्रेसर हुने गर्छ। त्यसपछि सुगर हुने समस्या भनेको यो त हामीले खाएको ग्लुकोज चाहिँ खाएको खाना ग्लुकोजमा परिवर्तन हुन्छ, ग्लुकोजमा फेरि रगतमा जान्छ र त्यो रगतमा भएको ग्लुकोजलाई युज गरेर शक्तिमा परिवर्तन गर्ने काम चाहिँ रक्त कोशिकाले गर्छ। यो रगतदेखि रक्त कोशिकासम्म पठाउने काम चाहिँ इन्सुलिनले गर्छ। त्यही इन्सुलिन मोटर सिस्टमको काम गरिरहेको हुन्छ। त्यही इन्सुलिनमा चाहिँ गडबड भयो भने, कोही बेला चाहिँ इन्सुलिन उत्पादन नभयो भने चाहिँ तपाईले त्यो चाहिँ नेचुरल अथवा पहिल्यै जेनेटिक्सली हुने गर्छ। दोस्रोमा चाहिँ इन्सुलिन त हुने तर पुरै इन्सुलिन युज नहुने हैन, त्यही भएर सुगरहरू जम्मा हुने, ब्याड सुगरहरू जम्मा हुने हुन्छ। र तेस्रोमा चाहिँ ग्यास्ट्रोस्नल भनिन्छ, त्यो चाहिँ प्रेग्नेन्सी महिनामा हुन्छ र पछि प्रेग्नेन्सीको टाइम पछि फेरि केही समयमा हराएर जाने गर्छ। र यसपछि फेरि यसमा चाहिँ सुगर नाप्न पर्यो भने हामीले खाना नखाइकन नाप्दा चाहिँ 100 भन्दा कम हुनपर्छ र 100 देखि 125 सम्म भयो भने त्यो हुन लागेको अवस्था हुन्छ, प्री सुगर अथवा डायबिटिसको अवस्था हुन्छ। र 125 देखि अगाडि माथि गयो भने चाहिँ डायबिटिसको अवस्था हुने गर्छ। त्यसैगरी प्रेसरको लागि पनि उपल्लो र तल्लो मेजरमेन्ट हुन्छ। त्योमा चाहिँ 120 देखि 80 भयो भने नर्मल हुने भयो।
120 देखि 130 सम्मको बिचमा 80 देखि 90 को बिचमा भयो भने अथवा 80 कै बिचमा भयो भने त्यो पनि अलिअलि हुन लागेको अवस्था हुन्छ र 130 देखि 140 को अवस्था बढ्यो भने चाहिँ त्यो बेलामा चाहिँ अथवा 140 भन्दा माथि गयो भने र पछाडीकोमा 90 भयो भने चाहिँ हाई ब्लड प्रेसर हुने गर्छ। तपाईले पहिला मेजरमेन्ट चाहिँ गर्नु होला, तपाईको शरीरमा हाई ब्लड प्रेसर छ कि नै, सुगर छ कि नै भन्ने कुरा पत्ता लगाउन पर्ने हुन्छ। र पत्ता लगाइसकेपछि सबभन्दा पुरा पहिलो कुरा चाहिँ तपाईले खानपानमा ध्यान दिनुपर्ने हुन्छ। खानपानमा चाहिँ तपाईले स्पेशली चाहिँ ग्रिनी भेजिटेबल्सहरु एकदम खानुस्। त्यस्तै गरेर फेरि फ्याटहरु नखानुस्, अल्कोहलिक बिभरेजहरु नखानुस्, रातो मासुहरु नखानुस्, शरीरलाई चाहिँ अलि एक्टिभ राख्नुस्। त्यस्तै गरेर हाई मेटाबोलिजम युक्त काफलहरु एकदमै राम्रो हुन्छ। त्यस्तै गरेर फेरि तपाईले होल ग्रेनहरु खान सक्नुहुन्छ, बिनहरु खान सक्नुहुन्छ र आसनहरु गर्नुस्। यसमा चाहिँ पहिलोमा चाहिँ पर्वत आसना गर्न सक्नुहुनेछ। सास रोक्न मिल्दैन हाई ब्लड प्रेसर भएको मान्छेलाई। नर्मल सासमा चाहिँ यो अवस्थामा बस्नु होला। यसले पनि हाम्रो चेस्ट ओपनिङ गराउने भएको कारणले गर्दा चाहिँ यो पनि एकदमै राम्रो हुने गर्छ। यसैमा बिस्तारै तपाईहरुले सिटेड टाडा आसना पनि गर्न सक्नुहुनेछ, बसेर गर्न सक्नु होला। यसलाई चाहिँ यो पनि एकदमै राम्रो हुन्छ चेस्ट ओपनिङको लागि, मुटुको लागि, फोक्सोको लागि र स्पेशली प्रेसरको लागि पनि धेरै राम्रो हुने गर्छ। र बिस्तारै फेरि यही पद्मासनमा बसेर चाहिँ योग मुद्रा बनाउन सक्नुहुन्छ। जस्तै दाहिने खुट्टालाई देब्रे खुट्टाले छोपेर राखेको छ भने फेरि ठ्याक्कै देब्रे हातलाई दाहिने हातले छोप्ने र पछाडी मुद्रा बनाउने र योग मुद्रा भनेको सास लिने, सास फाल्दै गएर अगाडि झुक्ने र नर्मल सासमा चाहिँ केही बेरसम्म रहन सक्नुहुनेछ। यो आसना पनि राम्रो हुन्छ, तपाईले आफ्नो योगिक लाइफमा चाहिँ समावेश गर्न सक्नुहुनेछ। सास लिनुस्, सास फाल्नुस्, नर्मल सासमा गर्न सक्नुहुन्छ। सास लिँदै जानुस्, फेरि सास फाल्दै अर्को ठाउँमा नर्मलमा गर्नु होला है। हामीले हाई ब्लड प्रेसर र सुगर भएको मान्छेहरु चाहिँ सासलाई रोक्ने, होल्ड गर्ने चाहिँ गर्न हुँदैन। स्पेशली प्रेसर भएको मान्छेहरुलाई, सुगरलाई चाहिँ मिल्छ बरु, प्रेसरलाई मिल्दैन। सास लिँदै जानुस्, सास फाल्दै जानुस् र केही बेरसम्म रहन सक्नुहुनेछ। बिस्तारै फेरि पहिलाको अवस्थामा आउन पनि सक्नुहुनेछ बिस्तारै। अब बिस्तारै तपाईहरुले फेरि अर्को योगासनातर्फ म केन्द्रित गर्दैछु। यसले चाहिँ पेटमा ठ्याक्क यो पेन्क्रियाटिक ग्ल्यान्ड्सलाई चाहिँ एक्टिभेट गराउन सहयोग गर्ने भएको कारणले गर्दा चाहिँ यसलाई पनि हामीले हाम्रो शरीरको लागि राम्रो हुने गर्छ। बिस्तारै अब तपाईले बिस्तारै चक्की चलन आसना गर्न सक्नुहुनेछ। झाँतो पिसेको जस्तो आसना तपाईले सानोमा पिस्नु होला। झाँतो बिस्तारै सास लिनुस्, सास फाल्नुस्, सास लिनुस्, सास फाल्नुस्, नर्मल सासमा गर्न सक्नुहुनेछ। क्लकवाइज र एन्टी क्लकवाइज गर्नु होला। र एन्टी क्लकवाइजमा राम्ररी गर्नु होला है। सास लिनुस्, सास फाल्नुस्, सास लिनुस्, सास फाल्नुस्, सास लिनुस्, सास फाल्नुस् र बिस्तारै फेरि अब नजिक खुट्टा राखेर फेरि नौका सञ्चालन आसन अथवा हामीले बोट चलाए जस्तो, डुङ्गा चलाए जस्तो आसना पनि गर्न सक्नुहुनेछ। यो पनि एकदमै राम्रो हुन्छ। तपाईहरुले यो योगासनलाई पनि आफ्नो योगासनमा चाहिँ समावेश गरिदिनु होला। नौका सञ्चालन आसना, यसलाई अपोजिट खियाउन पनि सकिन्छ, सुल्टे उल्टे दुवैतिरबाट खियाउन पनि सक्नुहुन्छ। बिस्तारै सबभन्दा पहिला तपाईले कन्सन्ट्रेसन फोकस गर्नुस्। जे काममा लाग्नु भएको छ त्यो काममा चाहिँ एकदम एकीकृत भएर लाग्नु होला र बिस्तारै फेरि पश्चिम उत्तासन पनि गर्न सक्नुहुनेछ। यसले चाहिँ पेट एकदम दब्ने भएको भएर यसले हाई ब्लड प्रेसरलाई पनि राम्रो हुन्छ, सुगरलाई पनि राम्रो हुन्छ, दुवैको लागि राम्रो हुन्छ। आजका आसनाहरु छ दुवैको लागि राम्रो हुने भएको भएर धेरै फेरि सुगर भएको मान्छे प्रेसर हुने, प्रेसर भएको मान्छे सुगर हुने भएको कारणले गर्दा पनि मैले यो अब स्पेशली 3 जनामा सुगर छ भने 2 जनामा त हाई ब्लड प्रेसर हुन्छ त्यस्तो मान्यता पनि छ। त्यही भएर मैले एउटै भिडियोमा चाहिँ समावेश गर्ने प्रयास गरेँ। तपाईहरुलाई कस्तो लाग्छ जस्ताको त्यस्तो कमेन्ट गरिदिनु होला। अब जानु शीर्षासन गर्नुस्, एउटा खुट्टा खुम्चाउनुस्, अर्को सास लिनुस् र सास फाल्दै लगेर फेरि खुट्टाले घोडालाई छुने एउटा आसना हुन्छ, त्यसलाई भनिन्छ जानु शीर्षासन। जानु शीर्षासन पनि गर्न सक्नुहुनेछ। बिस्तारै गर्नु होला है, के पनि हतार। मैले चाहिँ यहाँ छोटो छोटो भिडियो लामो हुन्छ भने मैले छोटो छोटो भिडियो बनाउने गरेको छु। र बद्धकोण आसना गर्नुस् र बिस्तारै फेरि बद्धकोण आसनामा अगाडि झुक्नु होला। यसले पनि स्ट्रेस म्यानेजमेन्टको लागि पनि राम्रो रोल खेल्छ, हिप एरियाको लागि पनि
राम्रो रोल खेलिरहेको हुन्छ। अवश्य पनि तपाईहरुको सानो प्रयासले आफ्नो हेल्थलाई इम्प्रुभमेन्ट गर्न सकिन्छ भने तपाईहरुले मिहिनेत गर्नुस्। सास लिनुस्, सास फाल्नुस् र बिस्तारै अगाडि झुक्नु होला र बिस्तारै तपाईहरुले अगाडि झुकेपछि फेरि बिस्तारै कति बेरसम्म बस्न सक्नुहुन्छ। त्यसपछि फेरि बिस्तारै पहिलाको अवस्थामा फर्किनु होला। अब लोटस पोजले पनि मनलाई शान्त गराउनको लागि एकदम राम्रो हुने भएको कारणले गर्दा चाहिँ के प्राणायामहरु गर्नुस्। प्राणायाममा चाहिँ म छोटो एकदम छोटो देखाउने छु। तपाईहरु चन्द्र भेदन प्राणायाम गर्नु होला। चन्द्र भन्दा बित्तिकै देब्रे नाक हुन्छ, सूर्य भन्दा बित्तिकै दाहिने नाक हुन्छ। देब्रे नाकबाट दाहिने नाकबाट फाल्ने, चिनी मुद्रा र विष्णु मुद्रा बनाउने। यसले पनि एकदम राम्रो हुने गर्छ हाई ब्लड प्रेसर सुगरको लागि, मन शान्त बनाउनको लागि। सास लिनुस्, देब्रेबाट सास फाल्नुस्, दाहिनेबाट देब्रेबाट सास लिनुस्, दाहिनेबाट फाल्नुस्, देब्रेबाट यो इक्वल गर्नु होला है। ब्रिदिङ ल्याउने र लानेको रेशियो इक्वल गरिदिनु होला। चन्द्र वेदन पछि फेरि तपाईले अनुलोम विलोम गर्नु होला। म छोटो देखाउने वाला छु। अब देब्रेबाट सास लिनुस्, दाहिनेबाट फाल्नुस्, दाहिनेबाट लिनुस्, देब्रेबाट फाल्नुस्, देब्रेबाट लिनुस्, दाहिनेबाट फाल्नुस्, दाहिनेबाट लिनुस्, देब्रेबाट फाल्नुस् गर्दा अल्टरनेटिभ नोस्ट्रल ब्रिदिङ गर्नुस्। यसलाई चाहिँ 5 मिनेट 10 मिनेट चाहिँ गर्न सक्नुहुनेछ। यसले पनि हाम्रो दुईटै नाडीहरुलाई, इडा नाडी, पिग्न नाडी, सुषुम्ना नाडी सबै नाडीहरु एक्टिभेट गर्नलाई राम्रो हुने गर्दछ। यसले चाहिँ नसाहरुलाई पनि शुद्धिकरण गर्नको लागि एकदम राम्रो रोल खेल्ने गर्छ। तपाईहरु पनि यसलाई आफ्नो योगामा चाहिँ समावेश गर्न सक्नुहुनेछ बिस्तारै। र अब बिस्तारै फेरि तपाईहरुले यही अवस्थाबाट शीतली प्राणायाम एउटा पाइप बनाएर पाइप जस्तो गोल बनाएर सास लिनुस्, सास एकछिन रोक्नुस्, सास फाल्दिनुस्। फेरि यो देब्रेबाट सास फाल्दिनु होला। फेरि भ्रामरी लास्टमा चाहिँ मन शान्त गराउनको लागि भ्रामरी प्राणायाम। सास लिनुस्, सास फाल्दा भन्ने बिदा हुन चाहन्छु। हस्त नमस्कार, शुभ दिन, बाई बाई योगीज, ह्याभ अ नाइस डे योगीज।